सब कियो कनी कनी सोचू ई मिथिला कोनाक सुधरतैयो। सब कियो कनी कनी सोचू ई मिथिला कोनाक सुधरतैयो। सन् 2025 सम्म आइपुग्दा पनि नेपालमा बालविवाह अझै रोकिएको छैन। दक्षिण एसियामा बालविवाहको दर नेपालमा तेस्रो उच्च छ। 20 देखि 24 वर्ष उमेर समूहका 37% नेपाली महिलाहरूको विवाह 18 वर्षको उमेरमा हुन्छ र तीमध्ये 10%को विवाह 15 वर्षभन्दा पहिले नै हुन्छ। 2019 को राष्ट्रिय जनगणनामा सर्वेक्षण गरिएका विवाहित महिलाहरूका अनुसार लगभग 75% को विवाह 20 वर्ष नपुग्दै भएको थियो र 1 लाख भन्दा बढी केटीहरूको विवाह 10 वर्षको उमेर नपुग्दै गरिएको थियो। मम्मी पापा बेटा लाठी चलावे, मम्मी पापा पर बेटा लाठी चलावे, लाठी चलावे बेटा लाठी चलावे। सैठ जतै बापक बपौटी तखन सब सेकी घुसट तैयो। सैठ जतै बापक बपौटी तखन सब सेकी घुसट तैयो। गीतको भित्री भावले के भनिरहेको छ, के दर्शाइरहेको छ हामी नेपालीहरूलाई, मिथिलावासीहरूलाई। सब कियो कनी कनी सोचु यी मिथिला कोनाक सुधर्तैयो। धेरै दहेज लिने कुरा चाहिँ हाम्रो मिथिलामा भइरहेको छ। अनि यो सब गोटन कनी कनी सबजनाले अलिअलि सोचिदियो भनेदेखि कहीँ दहेज प्रथा उन्मूलन हुन्छ कि भन्ने यो गीतले भन्न खोजेको हो। त्यसपछि के भनेको छ भनेदेखि चौक चौराहामा चर्चा चलैया बेटी वाला सबके गर्दैन कटैया भनेको के हो भनेदेखि चौक चौराहामा मान्छेहरू बसिरहेको हुन्छ, त्यहाँ चर्चा चलिरहन्छ है फलानुको छोरीको यति 20 लाख दहेज मागिरहेको छ, 10 लाख मागिरहेको छ। तर त्यो जुटाउने कहाँबाट ल्याउँछ त्यो छोरीवालाहरूले? त्यो कुराहरूको लागि के भनेको छ भनेदेखि गर्दैन कटैया रे। बेटीवालाहरूको छोरी जसको छ त्यसको त गला काट्ने कुरा भयो। त्यस्तै गरी अर्को रिपोर्टले तराई क्षेत्रका 15 देखि 19 वर्षका बीचमा विवाह भएका 37% केटीहरूले यौन हिंसा भोगेको र 19%ले अन्य प्रकारको शारीरिक हिंसा भोगेको खुलासा गरेको छ।